अब तीज आइसक्यो, सबैजना माइती गइसके, म मात्रै जानु बाँकी छ। घरमा पनि कोही छैन, बहिनी मात्र हुनुहुन्छ। मलाई यसो खर्च पानी चाहिएको थियो। अब के भन्ने खै बुहारी, तिम्रो सासू पनि माइत गएको अहिलेसम्म फर्केर आएको छैन। अब तिमी गयो भनेदेखि तातो पानी खुवाउने पनि मान्छे छैन। अब मैले नजाऊ भने कसरी भन्ने? वर्ष दिनको तिज जाऊ भनौँ भने मलाई तातो पानी खुवाउने मान्छे छैन। अब तिमी आफै विचार गर, म के भनौँ? बहिनी हुनुहुन्छ नि बुवा घरमा। अब छोरालाई सोधेको, छोरालाई त नजा भन्नुभयो। अब फेरि मम्मी बाबा कोही नभए पनि दाइ भाउजू त हुनुहुन्छ। वर्ष दिनको चाडमा गएन भने एउटा भएको नन्द पनि आइन भनेर भन्छन्। त्यही भएर कस्तो जानु मन लागेको थियो, पोहोर पनि जानु पाइएन बुवा। अब के गर्छ त, नगई नचर्ने त। यसपालि त जान्छु नि है बुवा। मैले भन्नुभन्दा नि छोरालाई सोध, छोराले के भन्छ। मैले त के भन्नु है, मैले भन्ने कुरा भनिहालेँ। तिमी नभएपछि यहाँ तातो पानी खुवाउने मान्छे पनि छैन। छोरालाई भन, छोराले जे भन्छ उयो गर। म त के भनौँ ल। अब वर्ष दिनको चाड हो, तिमीलाई पनि रमाइलो गर्नै मन लाग्छ। मैले नजा भन्न पनि कसरी भन्ने? जाऊ भनौँ भने घरको स्थिति यस्तो छ। तिमी आफै जान बुहारी। अब उहाँले त बुवाले मान्नुभयो भने अब बहिनी घर परिवारसँग सल्लाह गर्नु, जानु दिएछन् भने अब जाऊ न त भन्नुभएको छ। अब बहिनीसँग सोध्छु, बहिनीले के भन्नुहुन्छ। बहिनी हजुर भाउजू, के भएर भाउजू? के हुनु नि कुरा त नानी। अब वर्ष दिनको चाड माइतीमा दाइभाउजूले फोन गरेर लिएर पाउँदिनँ। यसो सबैसँग सल्लाह गरेर आइज न त है भन्नुभएको छ। के गर्नुहुन्छ? घरमा बुवालाई हेर्नुहुन्छ कि? दाइले के भन्नुभएको फेरि तपाईँलाई फोनमा? दाइले त के भन्नु, अब बुवा बहिनी मम्मीहरू मान्नुभयो भने जानु, अब मानेन भने चाहिँ घर कुरेर बस्नु भन्नुभएको छ। तपाईँ के भन्नुहुन्छ त? म त के भनौँ र, अब दाइले हो कि तपाईँले साथ दिने भनेको। अब बुवा आमा नि बुढो हुनुहुन्छ, तपाईँले देखिराख्नु भएकै छ। अब आमा पनि मामाहरू जानुभएको, फर्केर आउनु भएन। अब तिज मानेरै त आउनुहुन्छ होला नि। अब म एक्लै पनि गाईबस्तुलाई घाँस काटेर खुवाउन प्याउन, बुवालाई स्याहार सुसार गर्न नि अलिकति गाह्रै हुन्छ, तपाईँलाई थाहै छ। बरु यसो गर्नु न, अब एक दिन भयो नि माइत जानु होइन, बरु 2-3 भारी घाँस काटौँ नन्न भाउजू मिलेर। अनि भोलि बिहानै जानु, पर्सि तिज भइहाल्यो, भोलिपल्ट फर्केर आउनु न ल, पञ्चमी नमानिकन है। हुन्छ, त्यसो भए बुवालाई तातो पानी तताएर खाना बेलैमा दिनु ल। हुन्छ। फेरि यस्तो हुन्छ नि त, अब सासू पनि बेलैमा गई माइत बुहारीलाई पठाउनु पर्छ भनेर भएको नन्नले ससुराले नि पठाएनन् बुहारीलाई भन्ने गाउँ समाजले नि नराम्रोसँग कुरा काट्छन्। त्योभन्दा बरु तपाईँ एक दिनको लागि मात्रै भए पनि जानु, दाइ भाउजूलाई आमा काकीहरू हुनुहुन्छ होला, भेटघाट गर्नुहोस्, रमाइलो गरेर आउनु ल। मम्मी बाबा त हुनुहुन्न, अब त्यही दाइ भाउजू नै छ, फोन गरेर बोलाएको भरमा जाने हो है, लिन आउनुहुन्न। त्यसो भए भोलि तलसम्म पुऱ्याउनु जानु ल मलाई। हुन्छ, म त्यहाँ बस लाग्नेसम्म पुऱ्याइदिन्छु, अनि तपाईँ राम्रोसँग जानु न। अब बाटोघाटो पनि यस्तो छ, तपाईँलाई थाहै छ, बर्खा मासको अलिकति गाह्रै हुन्छ होइन बुवा, एक्लै जाँदा पनि? गाह्रो हुन्छ नि, बर्खा मासको टाइममा एक्लो आइमै त्यहाँसम्म पुग्नुपर्छ। बाटो बिग्रिया हुन्छ, के पहिरो सहिरो आयो हुन्छ, गाह्रो हुन्छ। अब मैले के भन्नु खै, अब नजाऊ भन्न पनि मैले सकिनँ। मैले अघि नै भनिसकेँ, वर्ष दिनको चेलीबेटीको तिज हो, रमाइलो गर्नु सबैलाई मन लाग्छ। अब जाऊ भन्नु पनि यहाँ त्यस्तै छ। अब ठिक छ, तिमीले गर्छौ भनेदेखि तातो पानी तताएर खुवाउने मान्छे छँदै हुँदै भयो, जाऊ न त तिमी है। तर उसले भने जस्तै एक दिन बसेर मात्र आउने फेरि है। हुन्छ बुवा, त्यसो भए यसो खर्च अलिकति दिनुभयो। यस्तो नि त बुवा, फेरि हामी पनि त भोलि बिहे गरेर गयो भने सासू ससुराले नपठाउँदा कस्तो मन खिन्न हुन्छ नि त, त्यस्तै लाग्यो नि त भाउजूलाई। त्यही भएर जानु भनिदिएको मन छ। ल ल ल ल, अब जाऊ भनेपछि जाऊ नि त, अब के गर्नु त। बिचरा नन्द बहिनीले पनि यतिको बुझ्नुभयो, बुवाले नि बुझ्नुभयो, धन्यवाद छ। हुन्छ, आमा मामा घर जानुभएको थियो, नन्नले पठाउनु भएको भने दाइलाई नभन्नु नि, सबैसँग सल्लाह गरेर आएको म, एक रातको लागि मात्रै भन्नुभएको भन्नु ल दाइलाई फोन गरेर। फेरि दाइ हामीसँग कराउनुहुन्छ क्या। ल, बुवाले नि खर्च दिनुभयो, यसबाट पनि तपाईँलाई अलिकति चुरा लगाउनु पैसा दिन्छ। पर्दैन, मलाई बुवाले आफै दिनुहुन्छ, पछि तपाईँको खर्च तपाईँले नै राख्नु।
अनि जाऊ सुन्नु जाऊ न तिम्रो बाबु, तिम्रो लागि हो त्यो उसलाई पनि दिए गरी पनि घरमा होला ल त हस् बुवा तपाईँको साथी पनि सँगै जानुहुन्छ होला माइती एउटैतिर होइन? हुनु त हो यसपालि उसको अर्को दिदी बहिनीहरू आउँछ अरे उसलाई यसपालि नजा भन्नुभयो अरे ऊ नजाने अरे ए त्यसो भए भोलि म गाडी लाग्नेसम्म पुऱ्याइदिन्छु अनि हजुर जानु नि। हस् ल आज चाहिँ 2-3 भारी घाँस काटेर अनि हस्। राखौँ ल। ल बुवा हामी घाँस काट्नु ल गयौँ ल ल ल ल छिटो गर ल हस्